नमस्कार सबैजनालाई मेरो घरती कृष्ण ब्लग्समा युट्युब च्यानलमा स्वागत छ तपाईहरुलाई। यहाँनिर चाहिँ आज चाहिँ हामीहरू यस्तो ठाउँमा आएको छौँ, हेर्न सक्नुहुन्छ। यो डाइरेक्ट चाहिँ म यहाँबाट भिडियो सुट गर्दैछु, पानीको तलाउको बिचैबाट भिडियो सुट गर्दैछु साथीहरू, देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ हाम्रो ढुङ्गा चलाउने चाहिँ हाम्रो राजु दाइ चाहिँ स्पेशलिस्ट हुनुहुन्छ हैन। त्यसै गरेर यतातिर यो वन जङ्गल विभिन्न खालका जनावरहरू हामीले त्यो भिडियो चाहिँ अर्को भिडियोमा आउने छ। अहिले चाहिँ यही ढुङ्गा पानी र भित्रमा र यस रको 360 डिग्री पनि तपाईहरुले देख्न सक्नुहुन्छ है गाइजहरु। अब चाहिँ यतातिर चाहिँ चक्कु चलाइराखेको छ मस्त तरिकाले। यसलाई चाहिँ के भन्छ, यसलाई ढुङ्गाको जुन यो हुन्छ नि यसरी चलाउने वाला, यसलाई चाहिँ के भन्छ साथीहरु तपाईहरुले कमेन्ट गर्नु होला। अहिले ढुङ्गालाई यो 180 डिग्रीको टर्न लिँदैछ साथीहरु हैन। 180 डिग्रीको टर्न लिँदैछ। अझै तल गएर टर्न लिने हो नि त नि हैन। यहाँ चाहिँ विभिन्न देख्न सक्नुहुन्छ सबै मान्छेहरूले चाहिँ ढुङ्गाहरू चाहिँ यो अलग अलग किसिमको ढुङ्गा छ। पैदल चलाउने वाला, हाम्रो चाहिँ यो चक्कु चलाउने वाला ढुङ्गा हो हैन। र उतातिर पर्यटकहरू मस्ती गरिराखेको छ। उता माथितिर पनि यो देख्न सक्नुहुन्छ। यसरी यहाँबाट देखाउँछु। यो चाहिँ चक्कु चलाउने दाइलाई पनि हेर्नुहोस् है, एकचोटि चक्कु चलाउने दाइलाई। हेलो हेलो। यो रोमानियाको सिबिउ सहरमा रहेको यो चाहिँ एउटा नेचुरल पोखरीमा हामीले मजा लिइराखेका छौँ, देख्न सक्नुहुन्छ। नेचुरल पोखरीमा गाइजहरू भिडियोलाई अन्तिमसम्म हेरेर एउटा कमेन्ट गरिदिनु होला। यहाँनिर कस्तो लाग्यो तपाईहरुलाई यो हाम्रो चाहिँ पोखरीको यात्रा। आज चाहिँ पोखरीको हैन, यो ढुङ्गा चाहिँ पल्टिन्छ कि पल्टिँदैन होला के, यसो मलाई जानकारी गराउनु होला साथीहरू हैन। ढुङ्गा चाहिँ पल्टिन्छ कि पल्टिँदैन, चाहिँ हल्लिन चाहिँ यो निक्को हल्लिँदो रहेछ। पल्टेको यतातिर चाहिँ मान्छेहरू मस्त। यो चाहिँ पेडलवाला ढुङ्गा छ अनि त्यस्तो एकजना यो चाहिँ फेरि त्यस्तो हुन्छ, यसमा ह्यान्डल हुन्छ त्यो ढुङ्गामा। ल अब चाहिँ कता उतै आफूतिर हिँडाउनु लागेको कि आफूतिर हिँड्छ र यो म उठेर त्यहाँ बस्न मिल्छ? पल्ट्यो भने एकैछिन है। उही मा टुक्ने ल गाइजहरू। अब चाहिँ म यहाँ छेउमा आइपुगेँ है, ढुङ्गाको छेउमा। त्यहाँ पनि बस्न मिल्दो रहेछ नि। ल यसलाई चाहिँ ब्यालेन्स बनाउन एकदम जरुरी हुँदो रहेछ क्या, ब्यालेन्स पनि बनाउनु पर्दो रहेछ होइन। त्यतातिर त सुस्त हिँड्दो रहेछ राजु दाइ। किन म यहाँ बस्दै रह यस्तो भएको? होइन होइन, अब रेस लिएकै छैन नि त, अब पनि हिँड्छ त रेस दाइ। यो पानी चाहिँ नेचुरल हो है, यो कुनै भरेको नेचुरल यो र हो। खोलालाई चाहिँ हल्का त्यतातिर बाने हुनसक्छ, के गरे हुनसक्छ थाहा भएन होइन। यो चाहिँ ल यो चाहिँ ढुङ्गा चलाउने प्रवृत्ति के साथीहरू। यो टर्न लिने बेला चाहिँ एउटा चक्कुलाई नचलाउनु पर्दो रहेछ, एउटालाई चलाएपछि जता चलायो उतै टर्न लिँदो रहेछ क्या यसले त। अगाडि धकाल्नको लागि चाहिँ दुइटै चलाउनु पर्ने। माझी दाइले ढुङ्गा चाहिँ पारी लाग्यो राजु दाइ, माझी दाइले ढुङ्गा चाहिँ रहे आफू चाहिँ वारी रहे। यो चाहिँ हाम्रो नेपालको राराताल जस्तै रहेछ, तर राराताल चाहिँ धेरै ठुलो होइन। राराताल चाहिँ एकदम ठुलो छ, यो चाहिँ अलि सानो नै छ। रानी पोखरी भन्दा त ठुलो छ यो। पानी चाहिँ छामेर हेरौँ गाइजहरू होइन। ओइ पानी चाहिँ कस्तो रहेछ भन्ने कुरा थाहा भएन। पानी चाहिँ होइन तातो रहेछ यो पानी त। जाडो दिनमा चाहिँ यो पुरै जमेको हुन्छ होइन, जाडो दिनमा चाहिँ यो पुरै जमेको हुन्छ। पानी चाहिँ तातो रहेछ क्या राजु दाइ, पानी चाहिँ चिसो रहेन रहेछ। यतातिर देख्न सक्नुहुन्छ, यतातिर यो यता पनि रहेछन् नि जनावरहरू त। अनि यो साइडमा पछाडिपट्टिमा यहाँ भित्र पनि जनावर रहेछन् नि। यता नगएको हामीहरू, यता नगएको। यो साइडमा पनि जनावरहरू रहेछन्।
यो साइडमा पनि रहेछन्। हाम्रो चाहिँ 3 दिनको छुट्टी थियो, त्यही भएको हुनाले साथीहरू हामी चाहिँ चट्टसँग आज यो पानी पोखरीतिर ढुङ्गा चलाउने भनेर चट्ट आएको होइन। ल गाइजहरू, भिडियोलाई यहाँसम्म हेर्नुभएको भए र यही हो होइन। अनि कमेन्ट, एउटा मिठो कमेन्ट गर्नु होला र लाइक अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला प्लिज। म रोमानियादेखि तपाईँहरूलाई यस्ता राम्रा राम्रा मनोरम दृश्यहरू देखाइराख्ने छु। मेरो भिडियोको मार्फतबाट हेर्न पाउनुहुनेछ। त्यसको लागि एकदमै भिडियोलाई अन्तिमसम्म तपाईँहरूले हेरेर साथ दिनु होला है।